हेलो साथीहरु, आज चाहिँ म प्याजको अचारको रेसिपी शेयर गर्न गइरहेकी छु। यो चाहिँ एकदम टेस्टी अचार हुनेछ। हजुरहरुले सोही अनुसारले फलो गर्नुभयो भने। सर्वप्रथम त म प्याजले लामो शेपमा काट्छु अनि खुर्सानीलाई पनि सोही शेपमा काटेर एक भाँडोमा राख्छु। अनि दुवैलाई एकै ठाउँमा राखिसकेपछि अब म यसलाई आवश्यक अनुसारको जीरा धनिया पाउडर राखिदिन्छु। म चाहिँ यसमा 2 चम्मच जीरा धनिया पाउडर राख्छु किनकि प्याज थोरै बढी नै छ, सो भएर। अनि स्वाद अनुसारको नुन राख्छु। त्यसैगरी थोरै रातो खुर्सानी राख्छु किनकि हरियो खुर्सानी त्यति धेरै पिरो छैन। अनि कागती यहाँ हेर्न सक्नुहुन्छ, मैले कागती तयार पारेको छु अनि त्यसमा म कागती पनि राखिदिन्छु। कागती राखिसकेपछि अब म फ्राई प्यानमा थोरै सर्स्युको तेल तताउँछु र यसमा म मेथी दाना फुराइदिन्छु। हल्का मेथी दाना कलर आउने टाइमसम्म यसलाई म के गर्छु त यसै गरी नै तताउँछु। अनि लगभग मेरो मेथी दानाको कलर आइसकेको छ। अनि यसमा म के गर्छु त बेसार राखिदिन्छु किनकि लास्टमा बेसार राख्यो भने कलर आउँछ। लगभग मेरो तेल तातिसकेको छ। अब चाहिँ म यसलाई के गर्छु त सोही प्याजमा राखिदिन्छु अनि 1 चम्मचले यसलाई म मिक्स गर्छु। तपाईहरुले हातले पनि गर्न सक्नुहुन्छ, एक ठाउँमा मिक्स गर्न सक्नुहुन्छ। लगभग मेरो तयार भएको छ उसको अचार, प्याजको अचार। एकदम यो टेस्टी छ। हजुरहरुले आफ्नो घरमा ट्राई गर्न सक्नुहुन्छ। यदि हजुरहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु है।